नमस्कार अनि हार्दिक स्वागत छ मिलन भ्लगमा। म चाहिँ डोटी जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर 2 को बोर्डरमा छु। आज चाहिँ मैले डोटी जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर 2 मा रहेको रामपुर माध्यमिक विद्यालयमा कक्षा 9 मा अध्ययनरत छात्रासँग केही कुराकानी गर्ने जमर्को गरिरहेको छु। उहाँको प्रतिभा यति खतरा छ हैन। उहाँको एउटा क्षमतालाई चाहिँ मैले बाहिर मेरो युट्युब च्यानलबाट मिलन भ्लगबाट चाहिँ प्रस्तुत गर्नुपर्छ भन्ने उद्देश्यले चाहिँ आजको भिडियो बनाउँदै छु। भिडियो कस्तो लाग्छ अनि उहाँको भोइस कस्तो लाग्छ, उहाँको गीत संगीतमा उहाँको भविष्य कस्तो छ, त्यो विषयमा चाहिँ हामीलाई मेरो मिलन भ्लगमा आएर लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गरेर चाहिँ सहयोग गर्नुहुनेछ भन्ने मलाई पूर्ण आशा लागेको छ। आजको भिडियोमा चाहिँ म विशेष गरेर उहाँसँग चाहिँ कुराकानी गर्ने अनुमति चाहन्छु र कुराकानीलाई अगाडि बढाउँछु। नमस्कार। नमस्कार। सन्चै छौ? तिम्रो शुभ नाम भन्देऊ न। नाम भागवती धामी। भागवती धामी। धारापानी जोरायल गाउँपालिका कहाँ? वडा नम्बर 2 धारापानी। अहिले चाहिँ कतिमा पढ्दैछौ? 9 मा। 9 कक्षामा पढ्दैछौ? कस्तो छ पढाइ? राम्रै छ। तिमीले पढ्ने विद्यालयको नाम? श्रीरामपुर नमुना माध्यमिक विद्यालय। श्रीरामपुर नमुना माध्यमिक विद्यालय, बोर्डर डोटी हैन? अनि कस्तो छ पढाइ लेखाइमा कस्तो छ? राम्रै छ? राम्रै छ। के हुन्छ यस्तो पोजिसनहरु ल्याउँछौ के गर्छौ? अब कहिले काहीँ विषय त लाग्दैन। पढाइ लेखाइमा राम्रो छ। कहिले काहीँ लाग्छ। घरमा को हुनुहुन्छ? बाबा मम्मी अनि बाबा मम्मीले के काम गर्नुहुन्छ? मम्मी कृषि सम्बन्धमा घरमै सरकारी हुन्छ अनि बाबाले मिस्त्री काम गर्नुहुन्छ। अनि दादाहरू के गर्नुहुन्छ? दाइ त्यस्तै हो, दाइ जेठो दाइ पढिसक्यो हो। ए अनि अर्को दाइ चाहिँ? अर्को दाइ पनि पढिरहेको छ। अनि तिमी चाहिँ रामपुरमा 9 क्लासमा पढ्दैछौ हैन? यस्तो कतै यस्तो गीतहरू गाउने गीत सङ्गीतहरू जस्तो क्षेत्रहरूमा चाहिँ तिमीले कार्यक्रमहरूमा भाग लिन्छौ कि नै? लिन्छौ। के हुन्छ कस्तो पोजिसनहरू के आउँछ? राम्रै आउँछ। के छ अनुभव तिमीलाई? अनुभव थाहा छ कि नै? तिमीले चाहिँ मैले चाहिँ गीत सङ्गीतमा गीत गाएर चाहिँ यो पोजिसन भएको छु कहिले भन्ने त्यस्तो याद छ कहिले? भएको छ होइन? अनि तिमीले चाहिँ गीत सङ्गीत गाउँदाखेरि चाहिँ कुन जनराको गीत गाउँछौ? तिमीले चाहिँ विशेष गरी नेपाली गीतहरू, हिन्दी गीतहरू सुन्छौ? सुन्छु। नेपाली हिन्दी सबै गीतहरू सुन्छौ? नेपाली गीत सङ्गीतमा सबभन्दा धेरै कसको गीत सुन्छौ? परमिसा अधिकारीको चाहिँ फ्यान हो तिमी? परमिसा अधिकारीको गीत खुब मनपर्छ। परमिसा अधिकारीको एउटा गीत गाइदेऊ न। मान्छेको मुटुमा बास थियो, ती मान्छेले जिन्दगी मास्थियो, साला साला बग्यो कर्णाले, मलाई रुने मान्छे पनि कुनै दिन त रुनु पर्ला नि। ए ल, धेरै राम्रो गीत चाहिँ, धेरै राम्रो स्वर छ, राम्रो छ। यस्तो कतै गीत सङ्गीत सिक्न यताउता त गएनौ? गएको छैन हैन? ए अनि के छ विचार गीत सङ्गीत क्षेत्रमा के हुन्छ भन्ने लाग्छ कि नै? कस्तो छ, के छ, केही गर्ने इच्छा छ? अब गर्ने इच्छा त हुन्छ, अब नभएको त होइन र। पढेर लेखेर राम्रो मान्छे बन्नुपर्ने भन्ने छ कि गीत सङ्गीततिरै जाँदाखेरि? गीत सङ्गीततिर बन्ने राम्रो इच्छा छ, तर अब घर स्थितिको परिस्थितिले। अनि यो तिम्रो जस्तो फ्यामिलीमा चाहिँ पढे लेखेर चाहिँ जागिरी गर्नुपर्छ भन्नुहुन्छ कि गीत सङ्गीत क्षेत्रतिर केही गर्न सकिन्छ भन्नुहुन्छ कि केही कुराकानी हुन्छ कि नै घरमा? हुन्छ, गीत सङ्गीततिर पनि राम्रै हुन्छ, पढाइतिर पनि ठिकै हुन्छ। गऱ्यो भने राम्रै हुन्छ भन्नुहुन्छ। तिमीलाई घरमा कतिको सपोर्ट गीत सङ्गीत क्षेत्रतिर गर्न खोज्यौ भने कि घरमा सपोर्ट हुन्छ? सबैले सपोर्ट गर्छ। ए घरको पारिवारिक स्थिति कस्तो छ? तिमीलाई गीत सङ्गीततिर लगाउन सक्ने खालको छ कि कस्तो छ? त्यस्तो त कमै छ, त्यो अलि छैन होइन? घरमा चाहिँ अब खाना लाउन नर्मली चाहिँ हुने भयो? त्यस्तो हुन्छ, अब बढी गरौँमा अब कहीँ गएर गीत सिकाउनु त्यस्तो छैन। ए त्यस्तो चाहिँ छैन होइन? के छ तिमीलाई यस्तो खालको अवसर पाएँ भने चाहिँ कतै गीत गाउन पाएँ होइन, कतै गीत गएर कतै गीत सिक्न पाएँ हुन्थ्यो भन्ने लाग्छ कि नै? लाग्छ। इच्छा छ होइन? केही गर्नुपर्छ भन्ने चाहिँ इच्छा छ। अनि कस्तो छ साथीभाइहरूले के भन्नुहुन्छ स्कुलमा गीतहरू गाउँदाखेरि चाहिँ? साथीभाइहरू पनि
ए राम्रै छ भन्नु कस्तो लाग्छ त्यति बेला खुसी लाग्छ अब खुसी लाग्छ होइन ए अनि सरहरू विद्यालयमा सरहरूले कहिले त्यस्तो छ राम्रो छ बहिनी तिमीले गीत सङ्गीतमा गर्न सक्छौ भन्नुहुन्छ कि नै धेरै सरहरूले भन्नुहुन्छ होइन अनि ठ्याक्कै सर यो सरले चाहिँ मलाई यस्तो खालको मोटिभेसन गर्नुभएको थियो है तिमीले गीत गाउन सक्ने रहेछौ नानु भनेर भन्ने कुराहरू कहिले कोही सरले गर्नुभएको छ जस्तै राम्रो छ स्वर भनेर कोही सरले रामपुरमा माध्यमिक विद्यालयको कोही सरले भन्नुभएको छ ठ्याक्कै तिम्रो स्वर चाहिँ यस्तो राम्रो छ भनेर अब धेरै सरले भन्नुहुन्छ सबै सरले भन्नुहुन्छ ए अनि विद्यालयमा चाहिँ यस्तो शुक्रबारे कार्यक्रमहरू अतिरिक्त क्रियाकलापहरूमा भाग लिँदै गर्दा होइन लिन्छौ पोजिसन पनि आउँछ भनियो होइन त्यति बेला चाहिँ अहिलेसम्म कतै यस्तो खालको इन्टरभ्यूहरू कतै दिएका छौ कि नै ए पहिलोचोटि हो कस्तो भइरहेछ त कस्तो लागिरहेछ इन्टरभ्यू गर्दाखेरि राम्रै लागिरहेछ ए खुसी छौ होइन ए फेरि पनि अब हामी अर्को गीत सुन्छौँ नि त एउटा गीत गाइदेऊ न फेरि पनि मछुवारी भेट्ने मन तारा कसो गरुनी बाढी आयो पहिरो आयो खोला अब तारो कासरी तिमी पारी मछुवारी भेट्ने मन तारा कसो गरुनी उडी जाऊ मानी हेरा मा कुनै पन्छी होइन हिँडी जाऊ भनी मलाई साथ दिने कोही छैन केही गल्ती भो मेरो जातै सानो भो भन्छ तेरो केही गल्ती भो मेरो ल धेरै धेरै धन्यवाद छ तिमीलाई अनि यो जस्तो यो तिमी वारी मछुपारी भन्ने गीत चाहिँ गर्दछौ है ए तिमी वारी मछुपारी भन्ने गीत चाहिँ तिमीले सुनेको रहेछौ होइन धेरै नेपालको धेरै एकदमै चलेको गीत चाहिँ हो होइन तिमी वारी मछुपारी भन्ने गीत चाहिँ होइन अब तिमीले चाहिँ अहिले फोन चलाउँछौ कि नै तिमीसँग फोन छ छैन बाबा मम्मीसित छ कहिलेकाहीँ चलाउँछु बाइचान्स बाबा मम्मीहरूको फोन चाहिँ चलाउन पाइन्छ मम्मीको त छैन बाबाको छ ए बाबाहरूको चलाउन हुन्छ कस्तो एन्ड्रोइड फोन नै छ कि कस्तो त्यस्तै छ नि होइन अनि तिमीले चाहिँ कहिले यसो नेपालका उहरू छन् नि जस्तो नेपाल आइडलहरू छन् द भोइस अफ नेपालहरू छन् होइन त्योमा चाहिँ कहिलेकाहीँ जाउँ भन्ने त्यस्तो इच्छा लाग्छ कि नै कहिले हेर्छौ कि नै पहिलो कुरा चाहिँ हेर्छु हेर्छु इन्ट्रेस्ट लाग्छ होइन ए अब चाहिँ गीत सङ्गीतमा केही गर्न पाए हुन्थ्यो भन्ने चाहिँ कहिलेदेखि लाग्न थाल्यो तिमीलाई चाहिँ अब के भन्ने अब पहिला स्कुलमा गाउँथेँ अनि त्यतिखेर सोच भयो ए साथीभाइले चाहिँ ठिकै छ गर्नुपर्छ भन्ने भएर चाहिँ गर्यो होइन ए अनि तिम्रो चाहिँ साथीभाइहरू पनि धेरै छन् आएका छन् आज होइन अब 2-4जना साथीभाइ पनि आएको छन् अब साथीभाइहरूको प्रतिक्रिया कस्तो छ एकचोटि सुनाऊ है त बहिनीहरू चाहिँ उसको साथीहरू है ए अहिले चाहिँ 9 क्लासमा पढिरहेको कहिलेदेखि चिन्जान छ ऊ बहिनीसँग चाहिँ हाम्रो 7 क्लासदेखि चिन्जान छ होइन सँगै हिँड्न आएको घुम्न आएको अब चाहिँ आज चाहिँ अब यो चाहिँ तिम्रो साथीले गीत गाउँछन् यताउता गर्छन् भन्ने योगदान गर्ने चाहिँ तिमीहरू हो सर्वप्रथम त तिमीहरूलाई विशेष धन्यवाद दिन्छु होइन किनभने ऊ बहिनीलाई चाहिँ मसम्म ल्याउनमा सहयोग गर्यो होइन अनि कस्तो लाग्छ बहिनीको प्रतिभा चाहिँ कस्तो लाग्छ राम्रै लाग्छ हामीहरूलाई त अब दर्शकहरूलाई कस्तो लाग्छ त्यो थाहा भएन ए राम्रै लाग्छ विद्यालयहरूमा गाउने पनि रहेछन् होइन राम्रो लाग्छ होइन ए के छ उनको भविष्य कस्तो छ सङ्गीतहरूमा राम्रो गर्न सक्छन् भन्ने लाग्छ कि नै सक्छ राम्रो छ होइन अनि तिमीहरूलाई चाहिँ कस्तो लाग्छ गर्न सक्छ उसले ए कहिलेकाहीँ चाहिँ क्लासहरूमा हुन्छ होला नि त अलिकति गफगाफहरू पनि हुन्छ होला योले चाहिँ राम्रो गर्न सक्छ है भन्ने अरू साथीभाइहरू पनि टन्नै छन् नि त क्लासमा त तिनीहरूले के भन्छन् राम्रो छ भन्छन् होइन अनि यसो गर्दाखेरि कस्तो लाग्छ आफ्नो साथीले यस्तो गीत गाउँदाखेरि कस्तो लाग्छ खुसी लाग्छ है खुसी लाग्ने रहेछ है केही न केही प्रतिभा चाहिँ हुनुपर्छ आफूसँग भन्ने चाहिँ हुने रहेछ तिमीहरूलाई कस्तो लाग्छ त आफूसँग तिमीहरूसँग केही प्रतिभा नहुँदाखेरि त्यस्तो केही लाग्छ कि नै के गर्न सक्छौ तिमीहरूले पढाइमा कस्तो छौ के छौ ठिकै छ होइन ए ल ठिक छ खुसी लाग्यो अब सबै बहिनीलाई यहाँसम्म ल्याएर चाहिँ मेरो युट्युब च्यानलसँग सम्बन्धित
युट्युब च्यानल हेरेर साथ दिने श्रोताहरूको सम्म चाहिँ यो आवाजलाई चाहिँ पुर्याउन सहयोग गरेकोमा तिमीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नत्र मलाई चाहिँ थाहा थिएन क्या यो, अब मैले खोजी चाहिँ रहेको थिएँ होइन, तर मलाई थाहा थिएन। यो अवसर जुटाइदियो, तिमीहरूलाई धेरै धेरै धन्यवाद दिन्छु होइन। साथीभाइहरूको प्रतिक्रिया लिइसकेपछि चाहिँ फेरि पनि हामी अर्को गीत सुन्छौँ। गीत गाइदेऊ न अर्को फेरि। टाढा भए पनि मेरो माया गाडा छ नि, फुला हैन प्रिय काँडेमा नि रमौला नि, आकाशको तारा यो धरती सारा तिम्रै लागि नजिक छैन, छर्ने त होइन बाटोमै तिमी आउनु गीत गाउनु, मेरो गीतमा तिम्रै सुर धाउनु, नरुवाउनु माया लाउनु, मेरो छाया बनी सधैँ सताउनु, नाला सिमला राजा हेलौँ यदचेखि तिम्रै धनबा, दुःख सुख झेलौँ तासै झोलुई में नालम धनबा, सिमसिमे से झोलुई में नालु माया यदचेखि अर्को जुनी थाहा नै छैन, हिजो नि मायाले बाँधौला, आइदेऊ न साथमा यो कालो रातमा, आइदेऊ न साथमा यो कालो रातमा। वाह 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 वाह, कति मिठो गीत होइन, साह्रै मिठो, साह्रै धेरै मिठो गीत लाग्यो मलाई चाहिँ। मेरो चाहिँ एकदमै मन मुटुमा बस्न सफल गीत चाहिँ जस्तो लाग्यो। किनभने अब यस्तो नेपालको दूरदराजमा जो चाहिँ यो टिपिकल लोकसङ्गीत जो टिपिकल छ नि त, कतै पनि नसिकेको होइन, कसरी गाउनुपर्छ, गीत चाहिँ कसरी गाउनुपर्छ भन्ने कुराहरू पनि नथाहा पाएर पनि यति मिठो गीतहरू गाउनु भनेको धेरै राम्रो हो। जो चाहिँ कुनै म्युजिक कुनै एउटा ब्याकग्राउन्ड म्युजिक बिना नै यस्तो राम्रो गीत गाउने रहेछौ, एकदमै धेरै खुसी लाग्यो मलाई चाहिँ। अब हेरौँ दर्शक श्रोताहरूको प्रतिक्रिया कस्तो आउँछ होइन। अब तिमीलाई चाहिँ के लाग्छ यस्तै गीतहरू गाउँदै गर्दाखेरि होइन, म्युजिकमा के गर्न पाए हुन्थ्यो भन्ने चाहिँ आउँछ होला है? लाग्छ। पढाइ लेखाइ भन्दा इन्ट्रेस्ट लाग्छ कि पढाइ लेखाइ? अहिले त पढाइ लेखाइ नै इन्ट्रेस्ट होला सबभन्दा त होइन? अब अहिले त हो, अब भविष्यमा गएर अब त्यस्तै भन्नु मन लाग्छ। ए भविष्यमा कुनै कलाकारहरूले यसो गीत गाउँदै गर्दाखेरि, मेला महोत्सवमा गीत गाउँदै गर्दाखेरि म पनि यस्तै हुन पाए हुन्थ्यो भन्ने लाग्छ कि? लाग्छ है। अनि आफूसँग भएको प्रतिभालाई चाहिँ मैले कतै न कतै अलि राम्रो सञ्चार माध्यममा दिन पाएदेखि राम्रो हुन्थ्यो, म पनि केही गर्न सक्थेँ कि भन्ने चाहिँ लाग्छ। त्यसो भए लाग्छ हो है। ए अनि अब फेरि एउटा गीत सुनाउन त। हाँसो दिने मान्छेलाई बिन्ती छ मेरा लागि, आँसु किम्ती छ हे झरे झरे मुटुभित्र बसेको मान्छेलाई बिर्सु कसरी, मुटुभित्र बसेको मान्छेलाई बिर्सौँ कसरी। तिमीलाई चाहिँ नेपालको गीत सङ्गीत क्षेत्रमा धेरै खतरा हस्तीहरू छन् जो चाहिँ नेपालको गीत सङ्गीतलाई चाहिँ धेरै माथि लग्नु भएको छ होइन। त्यो मध्ये तिमीलाई अहिले झट्ट भेट्न पाए, यो कलाकारलाई चाहिँ मलाई भेट्न पाए हुन्थ्यो भन्ने कलाकारको परमिसा अधिकारी। ए परमिसा अधिकारीलाई धेरै राम्रो लाग्छ है? ए त्यसकै गीत गाउने त्यसकै हो। परमिसा अधिकारीको चाहिँ फ्यान नै हो। ए परमिसा अधिकारीलाई यदि मैले यो गायकलाई भेट्न पाए हुन्थ्यो भन्ने कलाकार भयो भने को रहेछ? परमिसा अधिकारी। अरू पनि छन् अब अरूलाई पनि। ए मेन चाहिँ परमिसा अधिकारीलाई भेट्न चाहन्छु। उहाँको स्वर राम्रो लाग्छ मलाई। ए त्यो भएर हो। परमिसा अधिकारीको अर्को गीत सुनाउन त। हुन्छ। विशेष गरी ल परमिसा अधिकारीको लागि यो गीत। लगायो मलाई दोष मेरो भोको मायाको चाहे होस्, चौतारीमा बसे मैले रुन जानेकै मायालु
उज्यालो तिमीले छोडेपछि ल फेरि पनि अर्को गीत सुन्छौँ। हिमाल चलेर आगो मरुभूमिमा हिउँ परोस् सेत काटियोस् राजी हुन्छु बरु प्राणै पाखेरो उडोस् इन्द्रेणीले रङ्ग छाओस् सागर त्यसै सुके जाओस् भाग्य लेख्ने विधिताको भाग्य रेखा मेटी जाओस् पराजय पिरती बनोस् हरयोग होस् प्रेमको हरयोग होस् प्रेमको। अब हामी चाहिँ अन्तिममा छौँ होइन। अब हामी धेरै लामो गराउँदैनौँ। यो एउटा हाम्रो प्रतिक्रिया कस्तो आउँछ भनेर चाहिँ हामीले भिडियो बनाउन खोजिरहेको छौँ। तिम्रो भिडियोहरू चाहिँ आज पहिलोचोटि बनाउँदैछौँ। तिमीले पनि अब कुनै पनि सामाजिक सञ्जालहरू त्यस्तो प्लेटफर्महरू चलाउने रहेनछौ होइन। अब यसको प्रतिक्रिया कस्तो आउँछ हेर्छौँ र भएसम्म अर्कोचोटि चाहिँ हामी अझै राम्रो तरिकाले चाहिँ गर्ने कोसिसमा रहनेछौँ। आज चाहिँ हामी विद्यालयबाट आउँदै गर्दाखेरि चाहिँ तिमीसँग भिडियो बनाउने एउटा सौभाग्य पाएँ। त्यसको लागि चाहिँ म धेरै खुसी छु। तिमीले चाहिँ मेरो मिलन भ्लगमा आएर चाहिँ मिलन भ्लगको लागि चाहिँ एउटा भिडियो बनाउनमा सहयोग गरिदिनु अथवा गर्यौ। त्यसको लागि चाहिँ म धेरै धेरै धन्यवाद दिन चाहन्छु। तिम्रो केही छ अन्तिममा भन्नुपर्ने केही छ? सबैभन्दा तपाईँलाई पनि धन्यवाद, किनभने अब तपाईँले पनि भिडियो बनाइदिनु भयो मेरो त्यसको लागि दर्शक श्रोताको लागि के भन्न चाहन्छु? सो राम्रो लागे पनि नराम्रो लागे पनि अब लाइक सब्सक्राइब गरिदिनु भन्ने लाग्छ। धेरै धेरै धन्यवाद छ। धेरै धेरै धन्यवाद छ। अब तपाईँले पनि भन्न पहिला फेरि पनि हामी दर्शक श्रोताले राम्रो गर्नुभयो भने चाहिँ फेरि पनि अर्को भिडियो बनाउँछौँ। आजलाई चाहिँ छुट्टिन्छौँ। हस्, नमस्कार। नमस्कार।